मान्छेले लु है हेर है साथीहरू यो खानाको नाम के हो भन त लु यसो गेस गरेर भन्नु त यो खाना चाहिँ नि एकदमै लक्कीहरूले मात्रै खान पाउँछ आजकलको मान्छेहरूलाई आउँदैन यस्तो बनाउनु कसरी पकाउँछ के हो यसको नाम है यसलाई चाहिँ बेसिकली फल्की भन्दो रहेछ होइन यो चाहिँ बडीले पकाएको हाम्रो बडाबडी छ र चाहिँ हामीले यस्तो पहिलाको खोले जस्तो है पहिलाको डिसहरू खान पाउँछ एकदमै लक्की सबै कुरो मिक्स छ यहाँनिर होइन हामीले पहिलाको मकैहरू जुन चाहिँ काँचो मकैहरू उसिनेर राखेको हुन्छ रहेछ त्यसको चाहिँ पाकाएको रहेछ दामी छ एकदमै टेस्ट गरेर भनिदिन्छु खानु पनि मिठो लाग्यो एकदमै दामी छ यो खानु एकदम राम्रो हो भनिन्छ बडीले भन्दैछ अनि हामी चाहिँ एकदमै लक्की फिल गरिरहेछ कि अब बडाबडीले चाहिँ पहिला खानाहरू बनाएर खुवाउँदैछ हामीलाई हामीले त अब याद छैन यस्तो पकाउँछ कसरी पकाउँछ भनेर होइन पकाउनु पनि सक्दैन हामीले र यो खाना चाहिँ खाइ हुँदैछ होइन बडी तपाईँलाई धन्यवाद यस्तो मिठो खाना बनाएर खुवायो राम्रो नेपालीमा भनिन्छ हरे मकै उसिनेर राखेकोलाई चाहिँ फल्की भन्छ अनि यसमा सबै गेडा गुडी लाएर उसिन्नुपर्छ भुटुन मसला अनि टेस्टी हुन्छ जस्तो अहिले भइरहेको छ पहिला चाहिँ यस्तै खान्थ्यो अरे नि पुरा मान्छेले तिमी कस्तो हुन्छ भरे बडा हेर्नु खाना खाँदा ठुलो भयो फुल्यो बडा फुल्लिसक्यो ल भयो